आचुरी होम लाभा जिन्सकला पूजा लाभा कैसे का ट्रेनिङ लिएर आउनु भयो यस्तो खुर्सानी पिन्ने सो फेपुला र नमस्ते सबैजनालाई मेरो फेरि अर्को भ्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म छिटो उठ्छु भनेर सोचिरहेको थिएँ, हेर्नुहोस् न, तर भुसुक्कै निदाएर बिर्सिहालेछु। भर्खर उठ्दैछु यहाँ, हेर्नु न। आज चाहिँ किन छिटो उठ्छु भन्दाखेरि चाहिँ हाम्रो आज यहाँ शान्तिपुर 7 नम्बर गुम्बामा हामीको सिलघट तारानीको भएर धिनचेक पूजाको आयोजन गरेको छ। आजको पूजामा चाहिँ नेपाल काठमाडौँबाट खेम्पो लामा मेमे आउनु हुँदैछ। उहाँ मेमेको आशीर्वाद लिनु, उहाँ मेमेको प्रवचन सुन्नु हामी चाहिँ एकदम एक्साइटेड छौँ। हजुरहरू पनि हेर्दै गर्नुहोला। आजको पूजाको सबै कार्यक्रम म हजुरहरू सामु प्रस्तुत गर्नेछु। हजुरहरू यो भिडियोमा लास्टसम्म बनिराख्नुहुन्छ भनेर आशा गरेँ। घरमा पनि ग्वाली बनाउँदैछ नि त नि, त्यही भएर आसिङहरू आउनुहुन्छ काम गर्नुलाई, त्यही भएर खानासाना बनाएर जानु लागेको है साथी हो। हामी आमा छोरी चाहिँ अहिले नुहाइधुवाइ गरेर पनि रेडी भइसकेको छौँ। अनि रेडी भन्दा पनि अहिले चाहिँ फास्ट छोरीलाई रेडी गरिदिँदैछु। छोरीलाई रेडी गर्नु भनेपछि टास्क है साथी हो, टास्क हेर्नु न, मान्दैन जबरजस्ती है, फकाइ तुलाई गर्दै रेडी गरिदिनुपर्छ। आमाहरूले भन्छ नि यसै आमा बन्नु पाइन्छ भनेर, हो रहेछ है साथी हो, मैले पनि फिल गरेँ। छोरीलाई रेडी गरिसकेर अहिले चाहिँ म आफै पनि यहाँ रेडी हुँदैछु। हल्का मेकअप सेकअप गर्नु पर्यो नि त नि है साथी हो, किनभने छोरी मान्छेको त गहनै हो 16 सिङ्गर भन्छ नि त नि है। 16 सिङ्गर नभए पनि 1-2टा सिङ्गर चाहिँ पक्का गर्नु पर्यो नि त नि। अरे जातले भेटेको केही न त साथी हो, भन्नुहोस् त। छोरी मान्छेको सिङ्गार भनेको पहिला भगवानको पालोदेखि नै चलेर आएको हो। त्यति बेला चाहिँ अब सिङ्गार भन्थ्यो, 16 सिङ्गार भन्थ्यो, अहिले चाहिँ मेकअप भन्छ होइन त, त्यति नै डिफरेन्स हो। छोरी मान्छेलाई चाहिँ फेरि लामो चुल्ले सुहाउँछ भन्छ है, तर मेरो चुल्ले चाहिँ बढ्दा बढ्ने बाटै बिर्सिदिन्छ भनेर पो दुःख लाग्छ त हो साथी हो। म चाहिँ अहिले रेडी भइसकेको छु, हेर्नुहोस् त मलाई कस्तो देखेको छ भन्नुहोस् त। अब चाहिँ म यहाँ स्कुटीमा जानु लागेको। अब चाहिँ म तपाईँहरूलाई गुम्बा पुगेर फेरि देखाउने छु है त, मेरो भिडियोमा बनिरहनु होला। गाइस म चाहिँ अहिले गुम्बा आइसकेको छु। सबैजना काम गरिराख्नु पर्छ, काम भेटिहाल्छ त आउने बित्तिकै। आने बित्तिकै काम भेटिहाल्नु के हेर्नु यहाँ, खतरावाला काम। लामा मेमेहरूलाई चाहिँ खाजा हालै बेस ल लामालाई पनि ल। चाहिँ आजको पूजाको तयारी हुँदैछ। ठुलो भयो लाभालाई यदि टिक लाभालाई डर के आगे जीते, जासिनाम डर के आगे जीते, जासिनाम थुङसिनाम। यहाँ चाहिँ हाम्रो लामा मेमेहरूले पूजा स्टार्ट गरिसक्नु भएको छ। मान्छेहरू त्यति साह्रो त आइपुगेको छैन अहिलेसम्म, तर पूजाको तयारी चाहिँ भइरहेको छ र पूजा स्टार्ट पनि गरिसक्नु भएको छ मेमेहरूले। यहाँ चाहिँ सलब्यू पलब्यूहरू तयारी गर्नु हुँदैछ, किनभने यज्ञ लगाउँछ नि त नि गर काट्नुलाई भनेर, त्यही भएर यहाँ यज्ञको पनि तयारी गर्नु हुँदैछ। छोरीलाई ढोग्नु भनेर भनेको त हेर्नु न, छोरी त आमामा ढोगेको स्टाइल त हेर्नु साथी हो, आमामा बियोस् म त छोरीको ढोगेको स्टाइल देखेर। यहाँ फेरि मेरो सासु आमाले ढोगेको देखेर ऊ छोरी पनि ढोग्नुलाई स्टार्ट गर्दैछ, ऊ ढोगेको हेरेन। यहाँ चाहिँ हाम्रो लामा आगो हुनुहुन्छ, उहाँ आगो पनि ग्लान हो नि त नि, अनि म घिसिङ हो, अनि ग्लान र घिसिङ त सुहागे हो नि त नि, त्यही भएर आगो भन्छु। कहाँ ट्रेनिङ लिएर आउनु भयो यस्तो खुर्सानी पिन्ने, खतरा कुक है आजको। आज कुक हेर न, तप छैन नि हौ बिचरा। जुगाड चाहिँ खतरा लगाइदियो है तपाईँले। सिलौटो भएन भने नि काम चाहिँ काहीँ न काहीँ चलाइहाल्दो रहेछ। हाम्रो त दिमागै चल्दैन त्यस्तो खालको। बढिया लाग्यो रे, धेरै लाइक छ चट्नीको चाहिँ सेभ पनि गरे क्या पहिला। यस्तो भर्खर स्टेलबाट कुकको अपरेटर पास गरिदिँदै आएको। अनि खानापिना यस्तो मजा बनाउँदो रहेछ त, हामीलाई पनि थाहा थिएन चाहिँ के अरे त भातमा के अरे निबु लगायो भने भात फुरफुर हुन्छ भनेर हामीलाई पनि थाहा थिएन। आज थाहा भयो।
त्यही त आजबाट चाहिँ त्यस्तै गर्नु पर्ला भात फुरफुर गर्नुलाई मेन चाहिँ चाम्रे भात बनाउँदा नि अस्ति उसले भन्दै थियो नि त नि आशिषको त खतरा दिमाग रहेछ खतरा ज्ञानी रहेछ भन्दै पुरा मलाई सुनाउँदै थियो उहाँ गएर के सुनाइदियो तपाईँले त्यस्तो खालको यतिकै भन्दै थियो कि मलाई जे आयो त्यही भनेर ट्यापट्याप भन्दै थियो कि अनि हेर्नुहोस् पाप लाग्छ नराम्रो पाप लाग्छ भगवानको बारेमा यति भनेर जे पाए त्यही अब चाहिँ कामै लागेन अदुवा खिच्याउनुलाई मैले चाहिँ केही भेटिनँ त्यही भएर गिलासमा कटारीले हेरौँ न यहाँ अदुवा खिच्याएको दिमाग हेर्नु मेरो दिमाग आमाम यहाँ चाहिँ हाम्रो लामा मेमेहरूले ब्रेकफास्ट गर्नु हुँदैछ भने चुरी चाहिँ राङ्ला लामा मेमे दुगुसे दिखु सल्पन मुला आगो ज्याबा सोजी भनेको चाहिँ आगोले चाहिँ राम्रो बनिएको छ भन्नुभएको है त बिस्तारै बिस्तारै मान्छेहरू पनि आउनु हुँदैछ र अहिले गुम्बा पनि भरिसकेको छ हेर्नुहोस् न हामी फास्ट आउँदाखेरि त 2-3 जना मात्रै थियौँ अहिले त धेरै नै आइसक्नु भएको छ अहिले चाहिँ सलबी उपलब्यु सबैलाई छुनु लाउनु हुँदैछ किनभने यो सलबी उपलब्यु चाहिँ यज्ञमा लाउँछ र यो छुयो भने चाहिँ अनि यज्ञमा लगाउँदाखेरि चाहिँ आफ्नो ग्रह काटिन्छ भनेर लामा मेमीहरूले भन्नुहुन्छ आज मैले यो अग्निलाई पूजा गरेकोले गर्दाखेरि जति पनि बाधा विघ्न ग्रहहरू सबै शान्त भएर जाओस् भनेर भावना गर्नुहोस् तपाईहरु सुन्ने बेलामा तिगे बिसिपिन बाकी ngaला ब्लग रि बिउले चुरी होम लाभा जिन्सकला पूजा लाभा आमला अनि तिल अनि के होला मटर अनि माघे चुरी होम यु लारो अतिकै अनि यहाँ दादाला गर्गे नै त्यसमा लाइक कमेन्ट अनि सब्स्क्राइब गरिदिनु होला लासिपिन चाहिँ नगर गाइस अहिले चाहिँ छुमी बाल्ने बेला भयो र सबैजनाले छुमी बाल्नु हुँदैछ छुमीलाई कसैले नाङसाल पनि भन्छ है तर मैले चाहिँ छुमी नै भने अहिले मैले स्टार्टिङमै हजुरहरूलाई केही भनेको थियो होला याद छ कि छैन थाहा भएन त आजको पूजामा चाहिँ नेपाल काठमाडौँबाट खेम्बो मेमे आउनु हुँदैछ उहाँ मेमेलाई नै स्वागतको लागि यहाँ तयारी चल्दैछ तयारीबाट यसो आँखा घुमाएको त छोरी चाहिँ फेरि 10 रुपैयाँ पैसा लिएर दुकान पुगेछ चिप्स लिनुलाई अहिले नै पैसा दिएर सामान किन्ने भइसक्यो मेरो छोरी के भन्नु साथी हो हजुरहरूले देख्नु भइरहेको यो लाइन चाहिँ आउनु भइरहेको खेम्बो मेमेलाई स्वागतको लागि रोकिराख्नु भएको छ यस्तो टनटनपुर घाममा पनि सबैजनाले हातमा खदा लिएर मनमा श्रद्धा लिएर सबैजना उभिराख्नु भएको छ हामी सबैको प्रतीक्षाको फलस्वरूप मेमे आइपुग्नु भइरहेछ हामीहरूको प्रतीक्षाको घडी चाहिँ समाप्त भयो हजुरहरू हेर्न सक्नुहुनेछ मेमेलाई स्वागतको लागि हामीहरूको केही लामा मेमेहरू केही लामा गुरुहरू स्वागतको लागि आउनु भइरहेछ
हेम्बो मेमे पनि आइपुग्नु भइसकेको छ र एकछिनपछि नै मेमेको प्रवचन सुरु हुनेवाला छ र हजुरहरू पनि सुन्दै जानु होला है त। मान्छे पहिला जुनी कुरामा याद कहाँ याद आउँछ है, तर पक्कै पनि यो जुनी पाउनको लागि हामीले पहिलाको जुनीमा धेरैभन्दा धेरै सङ्घर्ष गरेको छ, धेरैभन्दा धेरै पुण्यहरू गरेको छ, धेरैभन्दा धेरै प्रार्थना गरेको छ, हामीले धेरैभन्दा धेरै शील पालना गरेको छ। हो त्यसको फलस्वरूप हजुरहरूलाई मेमेको प्रवचन सुनेर कस्तो लाग्दैछ कमेन्टमा भन्नुहोस् होला है त। मलाई चाहिँ मेमेको प्रवचन सुनेर एकदम राम्रो लाग्दैछ कि मेमेको प्रवचनहरू नि त नि साँच्चै भनेको मनमा एकदम मनलाई सन्तुष्टि, मनलाई एकदम सुकुन मिल्दैछ मेमेको प्रवचनहरू सुनेर। मेमेको प्रवचनहरू चाहिँ त नि यस्तो छ कि मतलब मेमेको प्रवचन सकिसक्यो तर पनि मनलाई चाहिँ अझै सुनौँ जस्तो लाग्ने कि कसै कसैको हुन्छ नि त नि, कसैले प्रवचन दियो भने हामीलाई अल्छी लाग्छ, निन्द्रा लाग्छ, त्यस्तो हुन्छ नि। तर मेमेको प्रवचन चाहिँ त नि मतलब एकदम पुरा जोस के जीवनको बारेमा अझै सुनौँ अझै बुझौँ जस्तो महसुस हुने कि मलाई चाहिँ एकदम मन पर्यो। अनि हजुरहरूलाई पनि अगर मेमेको प्रवचन सुन्नु मन छ भने, अगर इच्छा छ भने हजुरहरूले मेमेलाई युट्युबमा पनि सब्सक्राइब गरेर युट्युबमा पनि सुन्नु सक्नुहुन्छ। साँच्चै भनेको मेमेको प्रवचन सुन्नुभयो भने नि त नि तपाईँहरूको हामीहरूको मनुष्य जीवनको लक्ष्य उद्देश्य र मनुष्य जीवन चाहिँ सफल भएर जान्छ। साँच्चै भनेको साथी हो, हजुरहरू एकचोटि सर्च गरेर हेर्नु सक्नुहुन्छ है त। अहिले चाहिँ त नि यहाँ मेमेको प्रवचनहरू सकेर अहिले यहाँ वाङ दिँदैछ, सबैजना वाङको लागि नै यहाँ लाइन लाग्नु भइरहेको छ। सबै वाङ सकेर अहिले चाहिँ आयोजन कमिटीले राखेर मानिपा सङ्घलाई राखेर टाँसी गर्नु हुँदैछ। साथैमा हामीहरूको खेम्बो मेमे पनि हुनुहुन्छ। पूजा सकेर अहिले चाहिँ मेमे जानु लाग्नु भएको छ। यहाँ सबैजनाले फोटो लिनु हुँदैछ मेमेसँग। मेमेले आउनु भएर हामीलाई यति राम्रो ज्ञान दिनुभएको लागि मेमेलाई धेरै धेरै धन्यवाद। यहाँ चाहिँ अहिले सबैजना गइसकेको छ, हामी मात्रै रखिरहेको छौँ थन्कमनको गर्नुलाई भनेर। आपके आजको पूजा कस्तो बित्यो? आजको पूजा अब भव्य रूपले नै भयो भनौँ, राम्रो तरिकाको भयो। सबैजना सद्य भेगकै नै सबै नै आइदियो, राम्रो लाग्यो र यस्तै नै होस् सधैँभरि। हामीहरूको तामाङ युवाहरू यसरी नै भेला भइदिँदा बहुत राम्रो लाग्छ र उहाँहरू आइदिएकोले उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। र फेरि पनि यस्तै पूजा हुँदाखेरि खेम्बै नआए पनि हाम्रो पूजा भनेपछि वा पूजा आजामा भनेपछि सबैजना एकजुट भएर आइदिँदाखेरि धेरै राम्रो भन्दै मलाई आज बहुत खुसी छ। अब सबैलाई नै हेर्दाखेरि सबै नै खुसी भए जस्तो छ। आजको पूजा आज हामी हिलगढ गाउँ छौँ आएर माने सङ्घद्वाराबाट आज शाखा दावाको पूजा लगाइएको थियो र शाखा दावामा हामीले अलिकति लाग्नुपर्छ भन्ने भयो। 1 महिनाको लागि बारेको क्षेत्रमा हामी पूजा शाखा दावाको पूजा लगाइयो र धेरै धेरै राम्रो टाढैबाट खेम्बो पनि सङ्घमा अहिले चाहिँ बेलुका भइसकेको छ साथी हो। अहिले चाहिँ हामी घरतिर पनि जान लागेको, थन्कमनको गरिसक्यौँ। आजको लागि यति नै। आजको ब्लग हजुरहरूलाई कस्तो लाग्यो? अगर राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु होला। यसरी नै अझै राम्रो भिडियोहरू हजुरहरूसँग आउनेवाला छ। हजुरहरू मेरो भिडियोमा बनिरहनु होला। धन्यवाद।